लो साथीहरु आज 11 दिनको नियम हुँदैछ। 11 दिन भयो आज हाम्रो बढियामा खस्नु भएको। अस्ति 20 तारिक 20 जुन 2026 मा खस्नु भएको थियो र आज खोल्छ बगाउने पनि दिन हो आज। यहाँ पुरा सीता पुरा भरेर रेडी हुँदैछ। यहाँ पनि भाउजूले दुनु बनाउनु हुँदैछ। 365 वटा दुनु चाहिन्छ रे आज खोल्सा पकाउनको लागि। यहाँ चाहिँ 365 वटा दुनु चाहिन्छ रे आज खोल्सा पकाउने हो। अहिले नदीमा गएर है त यहाँ फेरि सबै सामान रेडी भइसक्यो। अब आज पुरा 11 दिन भयो। 11 दिनको आज 11 बेदी 11 बेदी हुन्छ। यहाँ 1 2 3 4 5 6 7 8 9 10 11 11 बेदी छ। 11 बेदी आज गर्नुभएको छ किनकि 11 दिन छ नि त आज 11 दिन भयो नि त्यही भएर। यहाँ चाहिँ हाम्रो ठुलै सुकबहादुर लोहार यता कान्छा दाइ म चाहिँ गुरुजी अब यहाँको काम खत्म भएपछि चाहिँ नदी जाने नदी गएर खोल्सा पकाउने है त। ल अब सुरु भयो। अब 11 दिने नियमको लागि अब उहाँदेखि पुरा पढ्दै 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 अब नियम नीति गर्दै गर्दै यो पुरा खत्म गर्नुपर्छ। कर्मकर्ता स्नातक सूचिरहन्छ पूर्व कल्पित कर्जवरित दिपम अनि त्यति गरेपछि दियो बाला लो दियो बाला लाइटर खोइ चलाले पाएन त्यो बाती भिजाएर राख्यौ आगो उयो गरेर गर्न चेकेर एउटा त्यो कोलको पत्ता सानो उमा राख त त्यो बाती भरे जलाएर घुराएर कहाँ राख्छौ हातिँदै हातिँदै चन्दन पनि थर्छौ फुल राखिदेऊ। त्यति गरिसकेपछि अब के गर भने धुपदीप गर धुपदीप अगरबत्ती हुन्छ। अब कोइलाको लेखो गऱ्यो भने तिमीहरूको जुन गीत छ हो त्यसले गर्दा त्यो घिउमा भिजाएर राखेको छैन भाइ बाती तिमी हो त्यो घिउमा भिजाएको छ गुरु तर कम्ती भिजाएको किन बेसी लेसेक लेसेक हुन्छ भनेर नि अलि कम्ती भिजाएको यो लाइटर भित्र छ भने ध्यान हो त भएन लाइटर थियो भने ठिक हुन्थ्यो कि लाइटरले ठिक हुन्थ्यो ल धुपदीप घुराएर त नि हैन उ गयो नि त्यो लिनु त हुन्छ त्यो पत्तामा राख हो त्यो पत्तामा राख ल त भयो गुरुजी त भयो। प्रसादी चढाउँ प्रसादी त चढाएकै छ त्यहाँ चढाएको के चढाएको छैन तामुल पान चढाएको छैन होला कि सबै चढाएको छ पान त लिएर राखेर पान उति छ त उतो भयो सबैलाई राखिदिनु पर्छ त राखेको रहेछ पान हुन्छ 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 अहिले भरे चढाउँदै उयो गर्छ पानी छर्क्यो फेरि पानी छड्क्यो
ल अक्षताले पूजा गरौँ अक्षता पूजा नमान्ता शास्त्र मुक्ता शास्त्र कार्य पूजा शास्त्र नामले पूजा शास्त्र पुति धारी ल आज 11 दिनेको नियम बडेमाको नाममा धन्न दुईजना छोराहरू भएर सुविधा भएको छ यता आउँदी सबैतिर छाड्यो आफ्नो जीव हुँदो पनि छाड्यो ओम अपवित्र पवित्र वा सर्वस्तमगत विवाह ओम योगी जलसी थलसी जडपरङ्ग सिद्धि पुरुष जगमन सिद्धि पुण्डरी कात्य पुनातु यता चाहिँ किन यता पनि छर्दै जाने सबै त्यो छर्कन अगाडि जी आसे हेटी मात्र देखिन्छ नि कुरो खतम छ पानीसम्म ल पानीसम्म त आद्य आद्य आद्यतादि देशकाल आद्य 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 लासुर गोत्र पारसुर शाखा विष्णुमय प्रेतस्य विद अब यो सबै 11 वेदीमा पूजा गरिसक्दा त बहुत टाइम लाग्ने छ पाँचवटा ऋषिहरूलाई यसो गरेर सबैतिर घुरेर ढोगिदिउँ ऋषिहरूलाई सबैलाई गोड्दै ढोगिनु यसरी छोइरहनु पर्दैन परैबाट घुरी यता हो त्यसरी नमस्ते गर्दै गर सबैलाई गर न भइहाल्छ उसको फेरि ढोकाइ फेरि अलग्गै किसिम गर्छ फेरि प्रणाम प्रणाम गर्दै गर्दै ढोक्दै एक डर लाग्ने छ कहाँ दाइको चाहिँ लेकिन काम गरेर ठिक लाग्यो मलाई लेकिन कान्छा दाइले चाहिँ एकदम विधिको साथमा गरे जस्तो लाग्दैछ मलाई चाहिँ एकदम मान्छे ऊ चाहिँ ठिक लाग्यो के लेकिन उसको नियम नीति ठिक छ लेकिन हो साथी म हेर्दैछु उसको हिँड्दाखेरि आलुबारी सबै हो कि आलुबारी चुङखाम सबै उसको टुक्रो एउटा हातमा कुसको टुक्रा अन्तरहस्ता जल भि मन्त्र कुसादिका मादाया त्यही गुनामाथि पानीसँग फेरि तथा आद्य आद्य लुवासी गोत्र पारस शाखा विष्णुमय प्रेतस्य अब्दादिक श्रादेश हस्तरगते मया दिन्थे तब प्रतिष्ठान अर्घ जलम उसेर जेत लुवा त्यो दुनाको पानी ऋषिको जिउमा तुरुक्क अलिकति चुहाइदियो तुरुक्क अलिकति मात्रै हातले नै मात्रै अलिकति गर्दा हुन्छ त्यो चामल भित्र नभए फेरि त्यो अघि राखेको कुस्रा त्यो त्यही अघि राखेको कुस्रा उयो उठाइदिनु रे गुनामा उठाउ पवित्र सहित त्यो दुनमा उठाइदिनु पुस्तानमेव हस्तापाएका त्यो दुना लगेर त्यो ऋषिको देब्रेपट्टि लगेर राखिदिनु ल अब त्यहाँदेखि पानीसँग फेरि ततो गन्धा दिनाम सम्पूज्य कुसादिका मादाया पानीसँग आद्य लुवासुर गोत्र पारासुर शाखा विष्णुमय प्रेतस्य अब्दादिक श्राद्धे एतानि गन्ध पुष्प धूप दीप नैवेद्य भाषण सिके मया दिन्थे तब प्रतिष्ठान गन्धाधिकम उसेल जे हेर्नु छोडिदेऊ अब प्रसादीहरू सबै चढाएकै छ के अरे पान चढाएको थिएन चढायो के चढाएको छैन त्यो चढाउ कुरु कुरु अनि धुप दीप गर तिमीले अगरबत्ती बाल न भाइ नभए त्यो पानको पत्ता यिनलाई दिएर छोडिदेऊ तिमीले अगरबत्ती बाल भाउजू साइले भाउजू तिमीलाई बोलेको त कुन चाहिँ साइले भाउजू उयो कहाँ थियो यो के अरे नाम के कुटी दिएको थियो होला के खालको त होटेलबाट सबै घुराउँदै यता सबैलाई घुराउ त्यही कति गरेर भेटा अगरबत्ती सबैलाई हल्लाइदियो अरे तिमीले बाती बालेर घुराउ भाइ कान्छा दाइले चाहिँ एकदम नियम नीतिको साथमा एकदम गर्नुपर्छ मजाले खुसी लाग्दैछ कि त्यो लाइटर आउन्जेल त्यो चाहिँ बाली हाल न सलाइले
अब टुङ्गामा राख्दैन कहाँ दाइ बिगारी भएर के तिम्रो नाम के पो थियो मेरो मनबहादुर लोहार मनबहादुर लोहार नि सुखबहादुर लोहार अनि मनबहादुर लोहार दुईजना त ठिक नियमको साथमा चाहिँ गर्नु उसले त यहाँदेखि घुराउँदै रोइङ त पुगिहाल्दैन रहेछ नि। आस्ते आस्ते घुराऊ निप्छ हौ कुमा पत्तामा लगाएर राखिदियो ऊ पर पत्तामा यता 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 पत्ता उहाँ अगाडिको हो त्यहाँ तत आसन आसन ल बस 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 सहित चतुरसम मण्डल तुवा अब के गर भने हिजो गरेको थियौ नि पानीमा हात चोकेर त्यो सिधामा यसो यसो गरेर उ गर्ने पण्डितजी यहाँ बस्दा हुन्छ कहाँ त्यहाँ बसेर कहाँ हुन्छ त्यो ठाउँ यस्तो छ बिच देखे होस् सबैतिर होस् उता किनादेखि माथिदेखि त्यता पर्दैन त्यता होइन सिधा मात्रै लु भयो यताको यताको पहिले लम्बा सत्य तान न फेरि यताबाट पनि ल्याऊ अब जतिवटा छ चट त्यस्तो गर्दै ल्याऊ बस माथिको चाहिँ माथि काट्नु पर्दैन ऊ माथि तान माथि 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 यता हो त्यहाँ अब के गरे यस्तो 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 माथि काट्दैन हौ भयो भयो लु भयो लु उ त्यो यता पनि अरे त्यो पर्दैन ऋषि चाहिँ पर्दैन इमानका बारको लागे यो त कान्छो दाइले चाहिँ काट्नु दिनु पर्थ्यो कान्छो दाइले काटेको ठिक छौ छौ तिमी छौ लम्बा ताना ए पानीमा चोबर ताना एकखेप चोबेको सबै तत गन्धादिदं सो सम्पूज्य तत 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 एक बार चोबेको सबैमा पुऱ्याउनु खोजेन हो मण्डलम कृत्वा श्राद्य कृत्वा श्राद्य यता भागम फुलेर बस्न तिमी पनि उता फुलेर कहाँ यतापट्टि हात टुटु उतै उतै उतैको काम छ बहुत यसो गरेर भन्नु हे भूस्वामी चिति हो हामीहरूले यो अन्न जल मधुहरू सबै हजुरहरूले दिएको छौँ यो हजुरहरूले ग्रहण गर्न तथा पुरुष चित्त छन्नम तथा सतिल जल चोपनीय अन्न मधुना विधार्य पात्र अंगुष्ठ ध्यान बिना पृथ्वीते पात्रम घोर पिदानम भर्मने सम्यति अमृत अमृत जो मिश्वा भन्नु हामीले यो राखिदिएको अन्नहरू सबै अमृत शरीरको सम्झेर हजुरहरूले ग्रहण गर्नुहोस् हजुरहरू विष्णु लोक पनि पुग्नुहुन्छ हाम्रो मातालाई पनि मोक्ष प्राप्ति गराएर विष्णु लोक प्राप्ति गराइदिनु रेतन्तम च अन्नम पठित्वा अपहता आएर अलिकति त्यो भनिसक्यो भने अलिकति तिल लिएर यसो बाहिर छर्किदेऊ तिल तिल त्यो बार तिल चाहिरहन्छ त्यो पोको पार्दै थन्क्याउँदै नगर ल जोगाइहाल्छन् हो कि जोगाउन खोजिहाल्छ बाहिर बाहिर सबैतिर बाहिर यता सबैतिर यसो गरेर एकबार छर न भइहाल्छ यता पनि बस यता यता पनि यो सिलामा पनि बस्तु पोको पोको पारेर थानको लगाइहाल्छन् हो कि पोखिन्छ नि नभए हो ल बस बस ढोकेर बस पानीसँग फेरि पानी हातको पानी सिधाहरूमा यसो छर्किदिनु बिउ छरेको जस्तो होइन यता यस्तो गरिदिनु पल्लो छेउको पत्थरमा बिउ छरेर बानी पत्थरमा बिउ छरेपछि बारीमा खस्नु हो कि मान्छे भन्नु फुल लिएर हात दमले हात गरेर भन्नु हामी के अरे केही जान्दैनौँ हामी अजान छौँ के अरे हामी विरूपक्ष पनि भएका छौँ के को लागि भन्दा हाम्रो माताको मोक्ष प्राप्तिको लागि हजुरहरूले हाम्रो मातालाई मोक्ष प्राप्ति गराइदिनु होला भनेर भन्नु त्यति गरेर त्यो फुल लिएको चुवा ऋषिमा चढाइदिनु
अब सभ्य हो सभ्य सभ्य भएर आचमनबाट पानी सर्छ दिउँ भयो अब त पिण्ड राख्ने ठाउँमा कुस राख्नु भनेको छ एक ठाउँको यसो छोइदेऊ त कुस राख्नु भनेको सर एकचोटि अनि त्यहाँदेखि फेरि अपसभ्य हो फेरि अपसभ्य उता पिण्ड स्थान परिचिन्न मूलक घोषण दक्षिण आचरण किल भयो यहाँ आऊ यता आउलो छ यहाँ पिरा चाहिँ छोड्नु हुँदैन एउटा दुना उठाएर पानी समाउ कान्छ त चलाएको छन् पिरा बोकिहाल्दो छन् तिमीले छोइराख दाजुलाई किल गन्ध युक्त पुतका बामा हस्ते कृत्वा कुसादिका मादा अद्य लसुर गोत्रा पारा सुर्छका विष्णुमय प्रतिश अब्दादिक श्राद्धि तथा पिण्डस्थाने शिवजी पिण्डम विष्णु पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान लो त्यो दुनाको त्यहाँ खनाइदियो पानी यो ओल्लोमा लास्टकोमा अनि कहाँबाट उठाएको थियो त्यो दुना किन बिचबाट उठाएको सोधेर चाहिँ गर्नु नि त नि अब एउटा भन्नु बोल्दै एउटा उठाइदिनु यो त हटाउ त्यसलाई उता हटाउ बाहिर हटाउ हो त्यो खनाकोलाई चाहिँ त्यसो गर न त्यो उता राख न त्यो उता छेउमा राख उता त्यो भएको अब त्यसको काम खतम भएको एउटा छोडेर उठाउ त फेरि समात अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि पिण्डस्थाने त अद्य शिवजी पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान खनाइदे अर्को लिहाल एउटा छोडेर होइन त्यो हुन्छ अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि पिण्डस्थाने तथा पिण्डस्थाने सपरिवार यमराज पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान खनाइदे अर्को उठाउ एउटा छोड्दै उठाउनु अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि तथा पिण्डस्थाने ततः सोमराज पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि पिण्डस्थाने ततः हव्य पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि तथा पिण्डस्थाने ततः हव्य पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान पानी चाहिँ भुइँमा बेसी नछर ल तिमीले त्यसो गर्यो भने अहिले चिप्लो हुन्छ त्यो तिमीहरूलाई हिँड्नै अप्ठ्यारो हुन्छ अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि पिण्डस्थान तथा काला पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय पिण्डस्थाने तथा रुद्र पिण्डम अवनिन्दन मया दिन्थ्यो अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि पिण्डस्थाने तथा पुरुष पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान यो नि त्यो उता थोकै पराच उठाउ न अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि पिण्डस्थाने तथा प्रेत पिण्डम अवनिन्दन मया दिन्थ्यो तब प्रतिष्ठान अर्को उठाउ हो त्यो अद्य लसुर गोत्र पारसुर्छका विष्णुमय प्रत्यक्ष अब्दादिक श्राद्धि
पिण्डस्थाने तथा विष्णुपिण्डम अवनेन मया दियन्ते तव प्रतिष्ठाम् पिण्डस्थाने तथा ब्रह्मपिण्डम अवनेन मया दियन्ते तव प्रतिष्ठाम् आद्यः आद्यवासुगतपारसुप्तकस्य अब्दादिक्षरादिपिण्डस्थाने तथा विष्णुपिण्डम अवनेन मया दियन्ते तव प्रतिष्ठाम् होते होते आद्यः आद्यवासुगतपारसुप्तकस्य अब्दादिक्षरादि पिण्डस्थाने महादेव पिण्डम अवनेन मया दियन्ते तव प्रतिष्ठाम् आद्यः आद्यवासुगतपारसुप्तकस्य विष्णुप्रत्यस्य अब्दादिक्षरादि पिण्डस्थाने तथा यमराज पिण्डम अवनेन मया दियन्ते तव प्रतिष्ठाम् पानी दर दर छ आद्यः आद्यवासुगतपारसुप्तकस्य पिण्डस्थाने ततः तत्पुरुषपिण्डम अवनेन मया दियन्ते तव प्रतिष्ठाम् पिण्ड पिण्डको चाहिँ छँदैछ एउटा टिक्दै गयो पुष्पको पिण्ड पनि ल्याऊ त्यो होइन दुनियाँभरको काटेर राखेको छ पिण्ड कता 11 छ नि 11 पिस 16 छ होइन एउटा एउटा मात्रै पहिलो एउटा ल 16 वटा पिण्ड 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 16 वटा पिण्ड पिण्डदान विष्णुपिण्डम मया दियन्ते तव प्रतिष्ठाम् हात पोसेर हाल कान्छा दाई पास भएको छ मान्छे 10 12 11 दिनमा त पुरा पास भइसक्यो नि अब के चाहिन्छ भन्ने कुरोलाई थाहा छ के मया दियन्ते तव प्रतिष्ठाम् ल हात पोसो राखिदियो ओ अर्को बोकिहाले आयो त खतरा घाम लाग्ने छ त नि पानी भन्दा त हो त्यही त नि पानी पनि भयो वाक्कै भयो केही गर्नु दिँदैन अनि मान्छेलाई पनि डिस्टर्ब तथा सोमराज पिण्डम मया दियन्ते तव प्रतिष्ठाम् ततः हव्यः पिण्डम मया दियन्ते तव प्रतिष्ठाम् बालुम लाग्छ है सिधा गरेर खाने आद्यः आद्यवासुगतपारसुप्तकस्य विष्णुप्रत्यस्य अब्दादिक्षरादि तथा कालपिण्ड छेनमणि तथा हव्यः पिण्डम मया दियन्ते तव प्रतिष्ठाम्
अद्याः अद्यल्लासुगोत्र पाराशुद्धाः विष्णुमा प्रत्यक्ष अवतारिक श्राद्धे कालपिण्डम मया दियते तव प्रतिष्ठा अद्याः अद्यल्लासुगोत्र पाराशुद्धाः विष्णुमा प्रत्यक्ष अवतारिक श्राद्धे रुद्रपिण्डम मया दियते तव प्रतिष्ठा यस्तो खालको बनाउनु होइन यहाँ अघि बनाएको थिएँ के कस्तो होइन होइन यो पानीको भरे बच्चा लगाउनु यस्तो होइन अद्याः अद्यल्लासुगोत्र पाराशुद्धाः विष्णुमा प्रत्यक्ष अवतारिक श्राद्धे पुरुषपिण्डम मया दियते तव प्रतिष्ठा अद्याः अद्यल्लासुगोत्र पाराशुद्धाः विष्णुमा प्रत्यक्ष अवतारिक श्राद्धे प्रेतपिण्डम मया दियते तव प्रतिष्ठा